वेलकम फ्रेन्ड, तपाईहरुलाई स्वागत छ द नेपाली रिभ्युअरको अर्को नयाँ रिभ्यु भिडियोमा। आजको यो भिडियोमा अपकमिङ मुभी सिटामोलको टिजर रिभ्यु गर्न गइरहेका छौं। अपकमिङ मुभी सिटामोल यो फिल्मको भर्खरै टिजर रिलिज भएको छ। लगभग 2 मिनेट आसपासको यो फिल्म रोल्पाको परिवेशमा रहेर आफ्नो कथावस्तुलाई प्रेजेन्ट गर्ने देख्न सकिन्छ। फिल्ममा लीड रोलमा सौगात मल्ल र बेनिसा हमाललाई देख्न सकिन्छ। सोशल ड्रामा जनरामा प्रेजेन्ट हुने यो फिल्मलाई राजबहादुर सानेले डाइरेक्ट गर्नेछन्। फिल्मको स्टोरीको कुरा गर्नुपर्दा फिल्मको स्टोरी एक्स माओवादी कमान्डर चन्द्रबहादुर बुढा वरपर रहेर कथावस्तु प्रेजेन्ट हुन्छ। फिल्ममा चन्द्रबहादुर उसको बचपनदेखिको प्रेमिका तारासँग बिहे गर्छ। तारा भन्ने चन्द्रबहादुरलाई माओवादी हुँदा केही न केही भएको छ र उसले 5 लाख रुपैयाँ कम्पेन्सेसन पाएको छ। त्यही पैसाको लोभमा तारा चन्द्रबहादुर बुढासँग बिहे गर्न तयार हुन्छ। फिल्मको स्टोरी एउटा ठिकठाक परिवार कसरी तहस-नहस हुन्छ, एउटा परिवारको खुसी, एउटा एक्सिडेन्ट र फिल्ममा हैसियत भन्दा बढी सपना देख्ने श्रीमतीले कसरी एउटा मान्छेको जिन्दगी बर्बाद बनाउँछ भनेर टिजरमा प्रस्तुत केही झलकबाट बुझ्न सकिन्छ। चन्द्रबहादुर अपाङ्ग भएपछि उसको परिवारमा आउने आर्थिक अभाव, उसको श्रीमतीको प्रतिको व्यवहार, उसको श्रीमतीलाई गाउँलेले राख्ने कुदृष्टिलाई फिल्ममा प्रस्तुत गरिने टिजर हेर्दा प्रष्ट हुन्छ। फिल्मको टाइटल सिटामोल छ। 21औं शताब्दीको दुनियाँमा टेक्नोलोजीले फड्को मारे पनि नेपालको रुकुम रोल्पा आर्थिक र भौगोलिक दृष्टिकोणले पिछडिएका गाउँहरूमा एउटा सिटामोल र जीवनजलको लागि पनि कति तडपिनु पर्छ भन्ने सन्दर्भलाई फिल्ममा पक्कै पनि समावेश हुने देख्न सकिन्छ। त्यही सन्दर्भमा फिल्मको नाम सिटामोल राखिएको हुन सक्छ। टिजर बवाल प्रोमिसिङ छ। फिल्म इमोसनली धेरै स्ट्रङ हुने टिजरबाट फिल हुन्छ। फिल्मले नेपाली समाजको तितो यथार्थलाई चित्रण गर्छ। स्क्रिन प्लेको कुरा गर्नुपर्दा सौगात मल्ल हर क्यारेक्टरमा फिट देखिन्छन्। मलाई सौगात मल्ल यही कारण पनि मनपर्छ। जुनसुकै क्यारेक्टर होस्, जुनसुकै जनरा होस्, हि इज मिस्टर पर्फेक्ट अफ नेपाली फिल्म इन्डस्ट्री। बेनिसा हमालको काम नै राम्रो छ। ओभरअलमा भन्ने हो भने टिजर बवाल प्रोमिसिङ छ। साउन 23 गते रिलिज हुने यो फिल्मले फिल्म प्रति एक्साइटमेन्ट बवाल बनाउँछ। फ्रेन्ड्स, आजलाई यति नै। तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेछ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब माइ च्यानल। बाइ बाइ, टेक केयर।